Không, cái tay tôi này thì mới có hiểu cái स्मितालाई चाहिँ यहाँ बोलाउनु पर्यो त्यो स्मितालाई यहाँ बोलाउनु होइन त्यो एउटा सेतो लुगा चाहियो प्रमुख अतिथि माननीय उप प्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय उपेन्द्र यादव जी केही क्षणमै उहाँको आगमन यहाँ हुँदैछ। त्यस पछाडि हामी कार्यक्रमको सुरुवात गर्नेछौँ, उद्घाटन गर्नेछौँ। मलाई लागेको छ 10 तथा 15 मिनटमा आइपुग्नुहुन्छ उहाँ। त्यस पछाडि हामी कार्यक्रमको सुरुवात गर्नेछौँ। आज बिहानदेखि एकदम अविरल वर्षाले गर्दा चाहिँ कार्यक्रम अलि ढिलो भएको। उपस्थित सम्पूर्ण अतिथिहरूमा पनि हामी संस्थाको तर्फबाट पनि क्षमा प्रार्थी छौँ। नामबाट सुरुवात भएको हो र नेपालगञ्जमा पनि यसको सुरुवात भइसकेको छ अनि हामी अब कार्यक्रमको औपचारिक सुरुवात पनि गर्नेछौँ। केही क्षणमा हाम्रो प्रमुख अतिथिजी र अतिथिजीहरू पनि आउँदै हुनुहुन्छ अनि केही क्षणमा हामी कार्यक्रमको सुरुवात गर्ने नै छौँ। हाम्रो बाहिर रहेका सम्पूर्ण अतिथिहरूलाई भित्र आउन चाहिँ आग्रह गर्दछु। अतिथिको स्वागतमा सबैजनालाई आग्रह गर्दछु, जोरदार ताली बजाइदिनु होला। धन्यवाद। औपचारिक कार्यक्रम अब हामी सुरुवात गर्न गइरहेका छौँ। सम्पूर्ण अतिथिहरूलाई आजको हाम्रो यस कार्यक्रममा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र सभापतिको रूपमा आसन ग्रहण गरिदिनु हुन शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डाक्टर ज्योतिन्द्र शर्माजीलाई हार्दिक आग्रह गर्दछु। सँगै विशेष अतिथिको रूपमा प्रदेश नम्बर 2 का सभामुख माननीय सरोज यादवज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक आग्रह गर्दछु। त्यसैगरी विशेष अतिथिकै रूपमा प्रदेश नम्बर 2 को मुख्यमन्त्री माननीय लालबहादुर राउतजीलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक आग्रह गर्दछु। यसैगरी अतिथिहरूको क्रममा सामाजिक विकास मन्त्री माननीय श्री रमन किशोर शाहजीलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक आग्रह गर्दछु। त्यसैगरी आसन ग्रहणकै क्रममा अर्थमन्त्री माननीय श्री विजय यादवज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक आग्रह गर्दछु। त्यसैगरी आसन ग्रहणकै क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय श्री ज्ञानेन्द्र यादवजीलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक आग्रह गर्दछु। त्यसैगरी आसन ग्रहणकै क्रममा भौतिक पूर्वाधार तथा योजना मन्त्री माननीय श्री जितेन्द्र सोनलज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक आग्रह गर्दछु। सायद उपस्थित हुनुहुन्न उहाँ। त्यसैगरी आसन ग्रहणकै क्रममा हाम्रो केही अतिथि आग्रह गर्दछु। त्यसैगरी आसन ग्रहणकै क्रम हाम्रो चाहिँ चलिरहन्छ। आसन ग्रहणको क्रममा क्रम चलि नै रहनेछ। उपस्थित सम्पूर्ण अतिथि सेवी मैले देखेको थिएँ हार्दिक आग्रह गर्दछु। त्यसैगरी प्रमोद शाहज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन आग्रह गर्दछु। त्यसैगरी वैद्यनाथ शाहलाई आग्रह गर्दछु। भनेर नभए त्यसमध्ये आज देशको लागि आहुति दिने सम्पूर्ण शहीदहरूलाई मेरो नमन अनि सँगै हामी आज शहीद गङ्गालालको सपना साकार गर्दैछौँ।
2052 सालमा स्थापना भएको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, तर सुरुवात भने 2055 सालमा भएको हो। राणा शासन विरुद्ध देशमा प्रजातन्त्रको लागि लडिरहेको बेला मात्र 16 वर्षको उमेरमा देशका लागि आहुति दिने शहीद गङ्गालालको सपना हामी आज साकार गर्दैछौँ। र 2052 सालमा स्थापना भएको तत्कालीन त्यतिखेर मनमोहन अधिकारीजी प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यतिखेर नै राष्ट्रिय हृदय केन्द्र एउटा मुटु रोग अस्पताल बनाउने परिकल्पना गरिएको थियो र 2052 सालमा स्थापना गरियो अनि सुरुवात भने 2055 सालमा गरिएको हो। देशमा गरिबी, हामी अहिले अन्डर डेभलप कन्ट्री छौँ, देशमा गरिबी पनि त्यत्तिकै छ र गरिब जनताहरूको लागि सेवा प्रदान गर्नको लागि शहीद गङ्गालाल नेसनल हार्ट सेन्टरको स्थापना गरिएको हो र हामी आज प्रदेश नम्बर 2 उहाँहरूको कार्यक्रम चाहिँ 7वटै प्रदेशमा यस संस्थाको स्थापना गर्ने रहेको छ र सुरुवात भने जगत जननीमा जानकीको भूमि जनकपुर धाम प्रदेश नम्बर 2 को अस्थायी राजधानी जनकपुर धामबाट सुरुवात भइसकेको छ र मोहम्मद लालबाबु राउतजी हुनुहुन्छ। उहाँहरू सबैलाई स्वागत। चिरो साहबको पनि आगमन अवश्य नै हुने नै छ र उपस्थित सम्पूर्ण अतिथिहरूमा यस जिल्लाका स्पेशल शेखर मनालज्यूलाई स्टेजमा आएर आसन ग्रहण गरिदिनु हुन हार्दिक आग्रह गर्दछु। सँगै प्रदेशका सब आग्रह गर्दछु। चलि नै रहनेछ केही बेरसम्म। हामी आज नम्बर 2 को स्थापना उद्घाटन समारोहमा उपस्थित छौँ। Our senior physician Dr. Kuldeep Pandit, senior pediatrician here Dr. Balram नागरिक दिन हुन आग्रह गर्दछु। Dr. Raman Singh, श्री लालकिशोर शाहजीको आगमन पनि भइसकेको छ। उहाँलाई पनि स्टेजमै आएर आसन ग्रहण गरिदिनु हुन हार्दिक आग्रह गर्दछु। स्वागत गर्दै हुनुहुन्छ। ब्याच वितरण कार्यक्रम र खाना हराउने कार्यक्रम पनि चलि नै रहनेछ अनि अतिथिहरू आउँदै हुनुहुन्छ। हजुर जय नेपाल। मन भए पनि हाम्रो मनमा नेपालीको अठोट अवश्य नै यसै गरी हाम्रो बीचमा गभर्नर रत्नेश्वर लाल कायस्टेजीको उपस्थिति पनि भइसकेको छ र उहाँलाई पनि आसन ग्रहण गरिदिन हुन हार्दिक आग्रह।
दीप प्रज्वलन। आजको यस कार्यक्रमको हाम्रो प्रमुख अतिथि माननीय उपेन्द्र सेन्टरका प्रमुख डाक्टर राजेश शाहजीलाई हार्दिक आग्रह गर्दछु सम्पूर्ण अतिथिहरूलाई स्वागत र सँगै यस कार्यक्रमबारे जानकारी। ताली अवश्य पनि बजाइदिनु होला। तालीले चाहिँ एउटा हाम्रो एउटा उपस्थित आदरणीय यस 2 नम्बर प्रदेशको राजधानी जनकपुर धाम राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको बहिरङ्ग भवनको समुद्घाटन समारोहको सभापति एवं शहीद गङ्गालाल राष्ट्रिय हृदय काठमाडौँका कार्यकारी निर्देशक तथा सिनियर कन्सल्टेन्ट कार्डियक सर्जन डाक्टर ज्योतेन्द्र शर्माज्यू, व्यस्तताका बावजुद आफ्नो अमूल्य समयले सवारी हुनुभएका प्रमुख अतिथि उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीज्यू श्री उपेन्द्र यादवज्यू, विशेष अतिथि यस प्रदेशका रोगीको लागि गुणस्तरीय सेवा प्रदान गर्ने एउटा राम्रो प्रशासकीय कार्यशैली, चिकित्सक तथा स्वास्थ्य कर्मीको अटल परिश्रमले देशमा नमुना मुटुको अस्पताल बन्न सफल भएको छ। मुटुको उपचार महँगो मानिन्छ। देशको आर्थिक स्थिति हेर्दा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा सम्पूर्ण सेवा निःशुल्क नभए तापनि केही सेवाहरूमा निःशुल्क छ। जस्तै 15 वर्ष मुनिका अपरेसन फ्रीमा हुने, 75 वर्ष माथिको अपरेसन फ्रीमा हुने, विभिन्न वर्गको लागि सरकारबाट 1 लाखको छुट हुने, रुमेटिक हार्ट डिजिज प्रोग्राममा अपरेसन तथा औषधिहरू चाहिँ निःशुल्क वितरण हुने जस्ता कार्यक्रमले सेवाग्राहीहरूलाई केही सहुलियत प्रदान गरेको छ। दिनानुदिन बढ्दै गएको सेवाग्राहीको चाप तथा काठमाडौँ जाँदा बेहोर्नु पर्ने समस्यालाई मध्यनजर गरी डिसेन्ट्रलाइजेसनको अति आवश्यक अवधारणालाई आत्मसात गरी मन्त्रालय तथा केन्द्रको नीति अनुसार राज्यमा जनकपुरमा पहिलो शाखा जनकपुरमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखा स्थापना गरियो। यस ठाउँमा धेरै चिकित्सक आउन नमाने पनि म र मेरो अर्को मुटु रोग विशेषज्ञ सहकर्मी डाक्टर अमित कुमार सिंह हामी छलफलमा केही कुरालाई नजरअन्दाज गरी त्याग गरी जनकपुरमा प्रदेश 2 नम्बरमा मुटु अस्पताल स्थापित गरौँ भन्ने कुरामा हामी अठोट लिएर सहकार्य गरेर टिममा काम गरेर अगाडि बढौँ भन्ने हामीले अठोट लियौँ। नयाँ ठाउँमा कुनै पनि संस्था जिरोबाट सुरु गर्दा केही कठिनाइहरू हुन्छन् र त्यस्ता पीडाहरूलाई हामीले आत्मसात गरी अगाडि बढिरहेका छौँ। हामीले यहाँ माघ 16 गतेबाट सेवाहरू सुरु गऱ्यौँ र हालसम्म ओपिडी सेवा 3879, इसिजी 1708, मुटुको भिडियो एक्सरे 957, बच्चाको मुटुको भिडियो एक्सरे जुन अति नै जटिल हुन्छ गर्दाखेरि त्यसमा 173 जना, मुटुको 24 घण्टा धड्कन सम्बन्धी समस्याको जाँच गर्ने होल्टर, त्यस्तै 24 घण्टा ब्लड प्रेसर सम्बन्धी जाँच गर्ने एबिपिएम, छाती दुखाइ सम्बन्धी जाँच जुन ट्रेडमिल टेस्ट, त्यस्तै एक्सरे 551, ल्याब 868 वटा र ट्रान्सइसोफेजियल त्यो भनेको मुखबाट पाइप छिराएर इन्डोस्कोपी जस्तै हामीले मुटुको भिडियो एक्सरे गर्छौँ त्यो पनि हामीले यहाँ सेवा दिइरहेका छौँ। काठमाडौँ बाहिर जनकपुरमा पहिलो सरकारी अस्पताल हो जहाँ हामीले टी सेवा सुरु गरेका छौँ। गर्भाशयमा बच्चाको मुटुकै अवस्था जाँच्न जुन फिटल इको मानिन्छ त्यो पनि एकदम जटिल हो, त्यो पनि हामी यहाँ सेवा दिने कोसिस गरिरहेका छौँ। हरेक महिना ओपिडी, इसिजी, मुटुको भिडियो एक्सरे र जति पनि जाँचहरू छन् त्यसको डाटा हेर्दाखेरि त्यो बढ्ने क्रममा छ। रेभिन्यूको साथ सेवाग्राहीको अपेक्षा र विश्वास बढ्दो छ। त्यसैलाई अनुसरण गरी हामीले 9 देखि 5 सम्मको सेवा यहाँ उपलब्ध गराएका छौँ र साथै पेइङ क्लिनिक पनि हामीले सुरु गरेका छौँ। हामीसँग आफ्नै इमर्जेन्सी भवन छैन, आफ्नै इनपेसेन्टको भवन छैन, हामी कर्मचारीहरूको लागि आवास छैन। कोही बिरामी अञ्चल अस्पतालबाट हाम्रो परिसरमा जाँच गराउन आउँदाखेरि बाटोमै अप्ठ्यारो भएर कोहीको मृत्यु पनि भएको छ। यस्तो अवस्थामा पनि अञ्चल अस्पतालमा बेडको बिरामीको शय्याको धेरै समस्या छ। त्यसमा पनि त्यहाँका चिकित्सक, नर्स तथा स्वास्थ्य कर्मीहरूले हाम्रो बिरामीलाई हेरचाह गरेर सेवा दिइराख्नु भएको छ। हाम्रो शाखामा अहिले मुटु रोग विशेषज्ञ हामी 2 जना छौँ, स्टाफ नर्स 4 जना, ल्याबमा काम गर्ने 2 जना, एक्सरेमा 2 जना, एटेन्डेन्ट
2 जना सेक्युरिटी गार्ड, 3 जना लक्ष्मी ब्याङ्कका काउन्टरमा बस्ने सहकर्मी साथीहरू 3 जना, यति छन्। शहीद गङ्गालाल काठमाडौँको इतिहास हेर्दा सेवाहरू फेज वाइज, पहिला ओपिडी सेवा, त्यसपछि इनपेसेन्ट, त्यसपछि सिसियु सेवा, त्यसपछि सर्जरी, क्याथ ल्याब, त्यसरी विकास हुँदै गएर अहिलेको स्थितिमा शहीद गङ्गालाल काठमाडौँ पुगेको। त्यही सिद्धान्तमा आधारित केन्द्रको सिद्धान्तमा हामीले शाखामा पनि केही कुराहरू फेज वाइज लाने भन्ने कुरा हाम्रो कार्यकारी निर्देशकको निर्देशन अनुसार हामीले यहाँ ओपिडी सेवा सञ्चालन गरेका छौँ र छिटै निकट भविष्यमा हामीले इनपेसेन्ट र क्याथ ल्याबको सेवा पनि प्रदान गर्नेछौँ। यस केन्द्रमा मन्त्रालयको सहयोग, प्रदेशको सहयोग, यस प्रदेश नम्बर 2 को जनता बुद्धिजीवीहरूको सरकारवालाहरूले राम्रो वातावरण बनाई हाम्रो हौसला बढाइदिनु हुनेछ भन्ने आशा राख्दै आफ्नो मन्तव्य यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद। गुणस्तरीय सेवा प्रदान भइरहेको छ र अवश्य पनि कुनै पनि संस्थाको सुरुवात हामी जिरोबाट नै गर्दछौँ र सुरुमा केही अप्ठ्यारो आरोह अवरोह पार गरेरै हामी सफलता हुनेछ र हाम्रो अहिले आउनुभएको अतिथिलाई पनि स्वागत गर्दछौँ र अब कार्यक्रम अगाडि बढाउँदै भवन उद्घाटन सँगै अवलोकन कार्यक्रम रहेको छ। हाम्रो आजको यस कार्यक्रमको प्रमुख अतिथिजी र सँगै विशेष अतिथि र अतिथिजीहरूबाट टेन्डरै गर्यो। टेन्डर गर्दाखेरि बिड गर्दा त्यो 25 लाखको कसैले बिड गर्न सक्ने भएन। हामीले टेन्डरै गरेर किने हो तर 25 लाखको एउटा नाम चाहिँ राख्नु बाँकी छ। कुरा एउटा नाम राख्नु भने उहाँले 25 लाख सक्नु तीन वर्ष सम्पूर्ण हाम्रा स्वास्थ्य मन्त्रीज्यू लगायत गङ्गालालका कार्यकारी निर्देशकज्यूलाई अत्यन्तै हृदयबाट धन्यवाद दिन चाहन्छु।
र साथसाथै हामी प्रदेशको आगामी दिनमा प्रदेशका अरू समस्याहरू जस्तै मुटु रोग, किडनी रोग, त्यसपछि ब्लडका अन्य समस्याहरूको लागि पनि हामीले केही अब प्रदेशबाट एड्रेस गर्ने जमर्को गर्नेछौँ। किनभने हाम्रो प्रदेशमा जति जनसङ्ख्या छ त्यो हिसाबले चिकित्सक छैन, स्वास्थ्यकर्मी छैन र आवश्यक भौतिक पूर्वाधारहरू छैन। अब सायद हामीले प्रदेशबाट त्यो कुराहरूलाई एड्रेस गर्न सक्नुपर्छ र अबको आवश्यकता जनकपुर, वीरगञ्ज या राजविराज जस्तो ठाउँ मात्रै होइन कि हामीले प्रदेशबाट अब ओझलमा परेका ठाउँहरू जस्तै रौतहटहरू जहाँ अलरेडी बाढी पीडित र पहिलादेखि नै स्वास्थ्य संरचना कम भएको, यहाँबाट अब जलेश्वर, त्यस्तै सिरहा, अरू ठाउँहरू पनि हामीले मलङ्गवा यस्ता ठाउँहरूमा पनि उचित स्वास्थ्य स्थितिको विकास, त्यसपछि मातृत्व, आमा र बच्चाको स्वास्थ्यको विकास, किनभने हामी कहाँ अझै पनि प्रदेशमा धेरै गरिबीले गर्दाखेरि महिला मृत्युदर, बाल मृत्युदर उच्च रहेको छ र यो त्यसमा थपिँदै गएको मुटु रोग यो अत्यन्तै महँगो र झन्झटिलो प्रक्रिया हो र त्यसमा आज यो जुन स्थापना भएको छ त्यसले गर्दाखेरि हामी कहाँ अब यसका ब्रान्चहरू हामीले यदि जनकपुरमा थाहा पाएअनुसार जनकपुर अस्पतालमा यो ठाउँ पनि पाइसक्यो। अब ठुलो एउटा हस्पिटल बन्नेछ यो 2-2.5 कट्ठामा यही जग्गामा हामी बसिरहेको ठाउँमा र त्यहाँबाट हामीले अब सेन्टरहरू ती जिल्लाहरूमा पहुँच नपुगेका ठाउँहरूमा पनि प्रदेशभित्र हामीले विस्तार गर्न सक्नुपर्छ। अनि मात्रै हामी सबै दूरदराज प्रदेशभरिका गाउँका गरिब किसान मजदुर कहाँ हामी पुग्न सक्छौँ। त्यस्ता ठाउँहरूमा पनि हामीले सेवाको विस्तार, यो सेन्टर पहिले यसलाई कन्सोलिडेट गरौँ, यो सेन्टरलाई राम्ररी स्थापित गरौँ र यसमा सहयोग पुर्याउनु हुने सम्पूर्ण व्यक्तित्वहरूलाई धन्यवाद दिँदै र साथसाथै पनि जुन संविधानत स्वीकृत स्ट्रक्चर हो प्रदेश रेफरेन्स ल्याबोरेटरी पनि निकट भविष्यमा हामी सायद यो वर्ष नै प्रदेश रेफरेन्स ल्याब पनि एउटा उच्च स्तरको स्टेट अफ द आर्ट जहाँ सबैभन्दा बढी आधुनिकतम सुविधाहरू युक्त ल्यासयुक्त अब प्रदेश कार्यालयबाट या प्रदेश लेभलबाट हामी स्थापना गर्न गइरहेका छौँ। त्यसका लागि पनि आगामी दिनमा हामी एकदमै प्रयासरत छौँ र सायद यो वर्षभित्रै ती संरचनाहरू स्थापित भइसकेपछि हामीले हाम्रो डिमान्ड हो आजको सबभन्दा बढी भौतिक पूर्वाधार भएको इन्स्टिट्युसन खडा गर्ने, इन्स्टिट्युटहरू बनाउने, अनि मात्रै सेवाहरू विस्तार गर्न सकिन्छ। अनि मात्रै यो हामी अलरेडी यति गरिबी एसडिआई मुनि रहेको बिरामीहरूको सेवा गर्न सक्छौँ र दूरदराजसम्म पहुँच गर्न सक्छौँ। यति भन्दै अब धेरै समय लिँदा म आफ्नो मन्तव्यलाई यही विराम गर्दै जुन रूपले अगाडि बढ्नुपर्ने हो, पहिलादेखि नै संरचना त्यस्तै छ, जनशक्तिको समस्या छ। त्यही पनि म आएदेखि दिनरात लागेर जनताको सेवालाई सुलभ गराउने, स्तरीय सेवा कसरी प्रवाह गर्न सकिन्छ त्यसमा हामी लागेकै छौँ। र भर्खरै यहाँहरूले हेर्नुभयो कि गङ्गालाल लगभग 6 महिनादेखि चाहिँ आफ्नो सेवा प्रदान सुरु गरिसकेको छ र अफिसियल रूपमा म धेरै धन्यवाद दिन चाहन्छु। प्रतिकूल मौसमको बावजुद पनि हाम्रा मन्त्रीज्यू काठमाडौँबाट आएर आज अफिसियल रूपमै उद्घाटन गरिसक्नु भएको छ र विस्तृत सेवाहरूको बारेमा हाम्रा पूर्व चिकित्सक साथीहरूले भनिसक्नु भएको छ। र म यो दुईवटा कुरा भन्न चाहन्छु। मुख्य गरी खास गरी हाम्रा यहाँ 3टै केन्द्रका प्रतिनिधि हाम्रा मन्त्रीजी हुनुहुन्छ, हाम्रा यहाँ प्रदेशका चाहिँ मुख्यमन्त्री लगायत स्वास्थ्य मन्त्रीजीहरू हुनुहुन्छ र हाम्रा स्थानीय निकायका शक्ति मेयर उपमेयरजी हुनुहुन्छ। म तीनैजनालाई, तीनै शक्ति केन्द्रहरूलाई म गुहार्न चाहन्छु, आग्रह गर्न चाहन्छु। यो 2 नम्बर प्रदेश जस्तो छैन। हामी भर्खर प्राइमेरी स्टेजबाट सुरु गर्दैछौँ र यहाँहरूले विनम्र आग्रह छ आफ्नो स्तरबाट यो 2 नम्बर प्रदेशको सेवालाई कसरी चुस्त दुरुस्त र स्तरीय बनाउन सकिन्छ यहाँहरूको योगदानको म अपेक्षा गर्दछु र आग्रह पनि गर्दछु। र यो 2-3वटा कुरा खास गरी अब यो गङ्गालालको ओपिडी सेवा त सुरु भयो, तर त्यतिकैमा हामीलाई सन्तुष्टि छैन। हामी चाहन्छौँ कि यसै वर्षदेखि हामीसँग पूर्वाधार छ, हामीसँग नयाँ भवन जुन इमर्जेन्सी बिल्डिङ छ त्यसमाथि हाम्रो एकदम आधुनिक बिल्डिङ तयार भइसकेको छ। यसैपालि यदि हामीलाई 10 करोड रुपियाँको व्यवस्था भयो भने हामी यसैभित्र क्याथ ल्याब यानि कि मुटुको शल्यक्रिया हामी सुरु गर्न सक्छौँ। अर्को समस्या भनेको स्थायी रूपमा चाहिँ हामी जहाँ उभिरहेछौँ त्यही ठाउँमा म आफै चाहिँ यो भवनको लागि यो जग्गा हाम्रो ज्योतिन्द्र डाक्टर डाइरेक्टर साहबलाई हस्तान्तरण गरिसकेको छु, अफिसियली मैले गरिसकेको छु र उहाँलाई पनि आग्रह छ उहाँ आफ्नै कार्यकालमा या थप गरेर उहाँ कार्यकाल हुन्छ
उहाँ पनि यो जनकपुरको चाहिँ मुटुको अस्पताल चाँडै बनोस् उहाँको पनि सपना छ, मेरो पनि सपना छ, मन्त्रीज्यू सबैको सपना छ र जनताको आकाङ्क्षा यसैमा चाहिँ पूर्ति हुन्छ भन्ने मैले विश्वास लिएको छु। अर्को चाहिँ सवाल छ, 8-9 महिना पहिला हाम्रै मन्त्रीज्यूको हातबाट नै यो शिलान्यास भएको थियो आधुनिक मैटर्निटी हस्पिटल, तर अहिलेसम्म त्यो भवन बन्न सकिराखेको छैन। म आफ्नो तर्फबाट विशेष प्रयास पनि गरेँ तर सफलता हासिल गरेको छैन। मलाई लाग्छ, आशा छ कि अब म यसमा पनि सफलता प्राप्त गर्नेछु र उहाँलाई विनम्र आग्रह गर्दछु कि केन्द्रबाट कमसेकम अमेरिकन दूतावासको सम्बन्धित व्यक्तिलाई बोलाएर यथाशीघ्र यो भवन निर्माणको प्रक्रिया सुचारू गरिदिनुहुन्छ भन्ने आशा राख्दै। र अर्को तेस्रो कुरा छ, हाम्रो यस अस्पतालले यतिकै सेवा मात्रै होइन, अरू पनि सेवाहरू छ, जस्तै नर्सिङ क्याम्पस सञ्चालनमा छ। धेरै वर्षदेखि मात्रै सर्टिफिकेट लेभलको स्टाफ नर्स मात्रै हामी उत्पादन गर्दैछौँ। यसमा चाहिँ हामी सन्तुष्ट छैनौँ र हामीले मिडवाइफरी कोर्सको लागि पनि हामी प्रपोजलहरू लिएर मन्त्रीजीहरू कहाँ विभिन्न ठाउँमा पुगिसकेका छौँ र मलाई लाग्छ कि हामी एउटा डेलिगेसन नै अब काठमाडौँ गएर यसलाई अन्तिम रूप दिने चाहिँ उसमा प्रयास गर्छौँ र यो सेवा भयो भने हाम्रो 2 नम्बर प्रदेशको लागि पनि यो ठुलो चाहिँ एउटा सेवामा चाहिँ स्वास्थ्य सेवामा टेवा पुग्नेछ र हाम्रो अस्पतालको स्तरीय सेवामा सुदृढीकरण हुनेछ भन्ने आशा राखेको छु। र अन्तमा मैले यो कार्यक्रम पश्चात मन्त्रीज्यू लगायत मञ्चमा आसीन सम्पूर्ण महानुभावहरूलाई हस्पिटलको केही समय मात्रै निरीक्षण गरिदिनु हुनेछ भन्ने आशा राख्दै र हाम्रो एकछिन चाहिँ त्यहाँ छलफल पनि हुन्छ, आन्तरिक छलफल, हामीले काम गरेको प्रगतिको विवरण, त्यसपछि हाम्रो चाहिँ आगामी योजनाको बारेमा हामी चाहिँ आधी घन्टा जति समय यहाँसँग लिन्छौँ र एकछिन चाहिँ त्यहाँ चियापान कार्यक्रम गरेर हामी त्यहाँबाट बिदा हुन्छौँ। बहुत कम रहे एठाम के डॉक्टर साहब सबसे विशु साहब अखंड विशु डॉक्टर साहब से दफा बलराम डॉक्टर साहब सब डॉक्टर साहब से पूर्व में और डॉक्टर साहब सब रहे थे। विगत बहुत दिन से प्रयत्न हुई चली और इस सब प्रयत्न के बाद IJC से ये प्रदेश नंबर 2 के लिए कही, मधेश के लिए कही, जनकपुर धाम के लिए कही, जे मधेशक सपूत उप प्रधानमंत्री माननीय उपेंद्र यादव जी के कर कमल से आई उद्घाटन भेल, इनका कार्यकाल में ये संपन्न भेली है और शुरुआत भेली है। तो हम माननीय उप प्रधानमंत्री माननीय उपेंद्र यादव जी के जनकपुर धाम उप महानगरपालिका के दिश से संपूर्ण जनकपुर धाम वासी के दिश से हार्दिक आभार व्यक्त करना चाहे और इनका शुभकामना भी हम देव चाहे छियन जे आने वाला दिन में जनकपुर धाम में और महत्वपूर्ण काज सब और अई गंगालाल अस्पताल के आगू के दिशा में थप कार्यक्रम सब जी से अस्पताल के भी जो बात सब अली है, अस्पताल में भी एक विशेष कार्यक्रम सबके शुरुआत जी से हुए संगे एठाम कि हम सब जतेक अनुभव कने छी, जतेक डॉक्टर साहब सब होइ छै, निजी अस्पताल और सरकारी अस्पताल तो बहुत अंतर हुई छै, बहुत अंतर पड़ै छै। एठाम अंचल अस्पताल छै, जिला अस्पताल नहीं छै। तहिना जे छै से जनकपुर धाम उप महानगरपालिका अंतर्गत में से 2 लाख से ऊपर के आबादी एकर छै। पूरे 13टा स्वास्थ्य चौकी मात्र एठाम छै। ई अंचल अस्पताल पूरे एरिया के कवर करै छी। एठाम डॉक्टर साहब सब रहे छै, हमरा सबके विशेष रूप से जखन हमरा सबके पेशेंट के कोनो सुझाव सलाह देबऽ पड़िए तो पहिल सुझाव हम सब अस्पताले में जाके दै छी, चूँकि एठाम दुनू बात होइ छै, एक तो सरकारी सुविधा होइ छै, दोसर लोग के अधिकार बुझ में अबै छै जे हम हक बनिए एठाम स्वास्थ्य सेवा लेबऽ के। तेसर जे विगत पंचायत काल से हम स्मरण करी तो एठाम के डॉक्टर सब जे रहल छथि काफ़ी संघर्ष करके अस्पताल के बचेने छथिन। चूँकि अस्पताल के प्रति जनकपुर धाम के प्रति जो विभेद छै से तो छैहे, लेकिन अस्पताल के प्रति भी ततबे विभेद रहलै। ताहि कारण से भी एकर जे वास्तविक स्वरूप ग्रहण होबऽ चाहै छलै
से स्वरूप ग्रहण नहीं कर सकल छी। ताहि कारण से हमरा सबके बुझाइए जे अखन जे रफ्तार में अखन काज के तीव्रता भऽ रहल छै, खासकर 5-7 वर्ष अगाड़ी से और अखन भी जे तीव्रता जा रहल छै, एकरा जे छै से हमसब यह उम्मीद करी जे आने वाला दिन में माननीय प्रधानमंत्री जी के कार्यकाल में एक स्तरोन्नति क जतेक जल्दी हो एकरा जे छै से प्रदेश स्तर के अस्पताल के जे स्तरोन्नति हुई छै ताहि तह में जे छै से एकर कार्य सबके भौतिक संरचना सब लगायत अन्य जे दरबंदी सब छै, तो सबसे बड़का समस्या एठाम दरबंदी के छै। दरबंदी के बहुत कमी छै। दरबंदी के नहीं भेला से डॉक्टर सब जे हम सब देखै छी जे नाइट ड्यूटी में एकटा डॉक्टर जे 12 घंटा ड्यूटी करी छै, ओकर अवस्था मतलब की होइत हेतै। हम सब अबै छी, बार बार हमरा सबके आबऽ पड़ैए, राति हम सब अबैत रहै छी एहिठाम। अखन सीजनल चीज सब होइ छै, और गर्मी छलै ताहिमे अहाँके परेशानी छलै, बरसात एलै ताहिमे परेशानी छै, बर्न केस ततबे अबै छै, अखन स्नैक्स अभी जे अहाँके ओ सर्पदंश के ततबे अहाँके आतंक अहाँके अखन बढ़ैत जा रहल छै, महामारी के संभावना ततबे बढ़ैत जा रहल छै, टाइफाइड लगायत मतलब डायरिया, डिसेंट्री, वोमिटिंग दुनिया मतलब इसी से किस्म के रोग सब ततबे बढ़ैत जा रहल छै। तो दरबंदी नहीं भेला से, दरबंदी यदि फुलफिल होइ छै तो हमरा बुझ पड़िए जे बहुत ज्यादा सेवा ये अस्पताल जे देव सकै छै और नागरिक के हक में अहाँके काज भऽ सकै छै। निजी क्षेत्र सबके हम सब कई बेर अनुगमन करऽ के प्रयास कैली है, बहुत ही ज्यादा हमरा सबके बाजऽ पड़त। कुछ बात तो अहाँके लेबऽ के छै जे एहिठाम अहाँके मापदंड विपरीत संचालन होइ छै, अनुगमन में गेला के बाद दोषम दुर्व्यवहार करऽ के प्रयास कयल जाइ छै, और सामान्य नागरिक के संगे मतलब शोषण ने ओ एतेक जबरदस्त शोषण होइ छै जे सामान्य मापदंड भी अहाँके पूरा नहीं कयल गेल होइ छै। ताहि लेल एहि सब पर भी हमरा सबके राज्य के तरफ से मतलब पूर्णतः हम सब जनकपुर धाम उप महानगरपालिका के लेल बहुत तैयार छै, लेकिन एहिमे जरूरत छै जे अखन एकटा अधिकार के जे बाढ़ फाड़ के चक्कर में जे समय बर्बाद भऽ रहल छै और जनता के जे मतलब जे पीड़ा भोगऽ पड़ि रहल छै, ओहि पीड़ा से उमरक के एकटा नागेंद्र डॉक्टर साहब के भी देखे छियन जे बार बार संपर्क में रहे, छोटो छोटो बात में संपर्क में ये सब रहे, हिनकर सबके बढ़िया तारतम्य छनि। अब ICU और के अवस्था भी ओतेक बढ़िया नहीं छै, लेकिन तकर बावजूद हम सब देखै छियनि जे ई सब बहुत ज्यादा प्रयास करैत रहै छथिन। अब बेड वगैरह के व्यवस्था नहीं रहे छै, ओकरो हम सब देखैत रही जे पेशेंट नीचा में छै तऽ केना ओकरा मैनेज कयल जाए। तो ई सब अखन टीम स्पिरिट छै, एकरा जे छै सब मेंटेन कयने छथि। तो एहि उपलक्ष्य में जे अखन उद्घाटन भेलै एतेक तीव्र गति में जे छै से एकरा तैयारी कऽ के उद्घाटन कयल गेलै और हमरा सबके मधेश के नायक उपेंद्र यादव जी के मंत्री क्षेत्र नहीं क्षेत्र हमरा सबके लेल बेसी महत्व नहीं रखै छथि, लेकिन चूँकि मधेश के सपूत क्षेत्र और उनका कार्यकाल में भेलै ने, उनका हाथ से उद्घाटन भेलै ने, हमरा सबके लेल एकटा पैघ सौभाग्य हमरा सबके लेल जनकपुर धाम महानगरपालिका हुनका और लगायत संपूर्ण और उनकर टीम जे काठमांडू से आयल छै हार्दिक स्वागत अभिवादन करैत और आभार व्यक्त करैत और हुनका सबके शुभकामना दै छियनि सब जे जनकपुर धाम में सीता माता के भूमि में और एहिठाम विशिष्ट काज सबके अंजाम देल जाए। धन्यवाद। जय जनता जय मधेश। धन्यवाद। चले था जनकपुर धाम उप महानगरपालिका के नगर प्रमुख श्री लालकिशोर शाह जी। कार्यक्रम हम सब कनिक छोट कर रहल छी, अब कार्यक्रम के आगा बढ़बैत हम आब आगा मंतव्य के लेल सामाजिक विकास मंत्री माननीय श्री नवल किशोर शाह जी के हार्दिक आग्रह करी छी। इस संपूर्ण प्रदेश दुके एक गौरवशाली दिन है। डॉक्टर साहब कहबे कलखिन हमर डायरेक्टर साहब सरने न सरने, आइ काल्हि के युग में सरने रोग के संख्या घट रहा है और न सरने रोग जे छै तेकर संख्या बढ़ रहा है। जेना या छै हार्ट संबंधी, हृदय रोग संबंधी बहुत ज्यादा संख्या बढ़ रहा है, डायबिटीज छै, किडनी रोग छै, ई सब के संख्या जे छै से बढ़ रहा है। और एहि अवस्था में वास्तव में इस तरह के शहीद गंगालाल अस्पताल के ये सहयोग जे
सर्वप्रथम काठमांडू के बाहर जनकपुर में, और वो हमारे माननीय उप प्रधानमंत्री एवं स्वास्थ्य मंत्री के सहयोग से के आय उद्घाटन भेले। वास्तव में हम सब अपना के बहुत ज्यादा दिन के महत्व बुझ रहा छियै, और निश्चित रूप से हम निवेदन करबै। हमार मेयर साहब कहलखिन, वास्तव में मधेश के सपूत उपेंद्र जी से हमरा सब उप प्रधानमंत्री के हैसियत से नहीं, अपन नेता के हैसियत से ये मधेश के सर्वांगीण विकास के आशा रखे छियै। ताइसँ हम सब करीब करीब आश्वस्त छी अस्पताल के वृद्धि, उन्नति, स्तर उन्नति, और जे सब अपने के 70 दिन के भीतर में जे छै से एतऽ कैथ लैब के शुरुआत हेतै। अस्पताल के मेसू साहब से कह के जे ऊपर वाला जे जगह छै ओइ अस्पताल के भीतर ओकरा जे छै से कैथ लैब लेल तत्काल जे छै से व्यवस्था कैल जेतै। और यह अवसर पर हम अपन स्वास्थ्य मंत्री जी से संग 10 करोड़ रुपया के बिल्डिंग बनावे लेल सबसे पहला जे बिल्डिंग बन जेतै त प्रदेशो सरकार जे छै विभिन्न चरण में जे छै एकर सब व्यवस्था करते। एते कहे अपने सब राष्ट्रीय हृदय केंद्र को पहलो शाखा प्रदेश 2 को राजधानी जनकपुर में खोलिएको में मैं हृदयदेखि नै सरकार को प्रमुख हैसियत ले सरकार को तर्फबाट यो हृदय केन्द्रलाई म स्वागत गर्न चाहन्छु र यो कार्यक्रम में जुट्नु भएका र यो शाखा कार्यालय सञ्चालन में अहिले नै हेर्यौं र अहिले सञ्चालन गर्ने डाक्टर साहबहरु जुन किसिमले अहिलेको अवस्थामा सुरुको दिनमा विभिन्न अप्ठ्याराहरूको बावजुद पनि उहाँहरू यो शाखालाई सञ्चालन गरिराख्नु भएछ। यो शाखालाई सञ्चालन गरेर यहाँका हजारौं हृदय रोगीहरूलाई उहाँहरूलाई उपचारमा आफूलाई लगाउनु भएछ। यसको लागि पनि उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। म उहाँहरूको प्रयासलाई म स्वागत गर्न चाहन्छु। साँच्चै के भन्ने हो भने हाम्रो लागि पनि खुसीको कुरा हो। काठमाडौँ पछिको पहिलो यो शाखा कार्यालय निश्चित रूपमा अहिले आजको आवश्यकता हो। शहीद गंगालाल हृदय केन्द्रको मुलुकमै एउटा आफ्नो पहिचान छ, यसको आफ्नो स्थान छ। अहिले पनि हामी कुनै हिसाबले अलिकता हट सम्बन्धी उच्च भन्दाखेरि नेपालमा कुनै राम्रो संस्थान छ, राम्रो हस्पिटल छ भने शहीद गंगालाल नै हो भनेर मान्छे अहिले पनि चर्चा गर्ने गर्छ। त्यस किसिमका सुविधा, त्यस किसिमका ट्रिटमेन्टहरू पाइने गरिएको छ। त्यसैले मलाई के लाग्छ भने यस्ता प्रयास हुनु हाम्रो लागि धेरै खुसीको कुरा हो। अब जसरी कुरा आयो कि नन कम्युनिकेबल डिजिज को नंबर बढ्दैछ, हार्ट, किडनी, विभिन्न किसिमका सुगर, ब्लड प्रेसर के यी सबै जुन डिजिजहरू छन्, यी डिजिजहरू निश्चित रूपमा भन्नु पर्दाखेरि यो प्राणघातक डिजिज, यी प्राणघातक डिजिजहरू अहिलेको अवस्थामा यसबाट बच्नु, हामी अहिले मञ्चमा बस्दैछौँ, कार्यक्रम गर्दैछौँ, तर यहाँबाट गएर बाटैमा लड्ने हो कि कुन ठाउँमा के हुने हो अहिलेको अवस्थामा हामी आफैलाई ग्यारेन्टी छैन। म अहिले एउटा सामान्य घटनाको चर्चा गरौँ कि हाम्रै
सरकारका मन्त्री यो रामनरेश रायजी बिहान मलाई उहाँको छोराले फोन गरे। छोराले फोन गर्दाखेरि एकदम बुवाको अवस्था सिरियस छ, यो हस्पिटललाई यहाँको अब राजधानी भइसकेपछिको अवस्थामा राजधानी अब का जम्मै अब हामी त्यस किसिमका पूर्वाधारहरू निर्माण गर्नुपर्ने हुन्छ। त्यसमा पहिलो प्रायोरिटी त हस्पिटल र विद्यालय नै हुन्छ, कलेज नै हुन्छ। त्यसैले मलाई के लाग्छ भने यो हस्पिटललाई प्रादेशिक हस्पिटल हुने नै भयो र यो हस्पिटललाई सक्दो सहयोग गरेर यसका अन्य पूर्वाधारका कुराहरू, अन्य इक्विपमेन्ट्सका कुराहरू, अन्य यसका स्रोत साधनहरूलाई सुरुमा राम्रा डाक्टरहरू पनि जागिर नपाएपछि त प्रयास गरिरहेका हुन्छ, उसले पाएपछि ठाउँ पाएपछि यहाँ आउनै मान्दैन। त हामी किन न यहाँ प्रदेश सरकारबाट नियुक्त गर्ने र प्रदेश सरकारको चाहिँ जुन रिसोर्स छ, प्रदेश सरकारको जुन आफ्नो जुन सिस्टम छ, प्रदेश सरकारको आफ्नो जुन मन्त्रालय छ, त्यो मन्त्रालय मातहत राखेर किन नखटाउने र भोलिका दिनमा हामी त्यस किसिमका दरबन्दीलाई खडा गरेर आवश्यकता अनुसार चाहे स्टाफ नर्स होस्, चाहे एडमिनिस्ट्रेटिभ स्टाफ होस्, म फेरि पनि अनुरोध गर्न चाहन्छु अननेसेसरी कर्मचारी भर्ना नगरौँ। अननेसेसरी कर्मचारी चाहिने स्टाफ भर्ना गर्नुपर्छ। स्टाफ भर्ना गर्दाखेरि त्यसलाई जस्टिफाई गर्ने गरी तपाईँ जस्टिफाई गर्नु, यो स्टाफ यसको आवश्यकता हो। नत्र भन्दाखेरि आजको समस्या के देखिएको छ भने यो हाम्रो खास गरेर विकास समितिको नाममा हिजो रहेका आफ्ना कुर्सीमा चाहे मेसु होस्, चाहे त्यसका विकास समितिका अध्यक्ष होस्, आफ्नो मान्छे छौन्जेलसम्म ल्याएर भर्ने र पछि चाहिँ बोझ बन्ने। प्लिज तपाईँ त्यस्ता काम नगर्नुहोस् र उपयुक्त कर्मचारीहरू छन्, नहुने छ भने त्यस्तालाई कमसेकम अब चाहिँ प्रदेश सरकारका सम्बन्धित मन्त्रालय निर्देशनालय भइसकेपछिको अवस्थामा कमसेकम समन्वय र सहकार्य गरेर अगाडि बढ्नुहोस् र आउने दिनमा तपाईँको यस्ता विभिन्न समस्याहरू छन् त्यो समस्यालाई समाधान गर्नको लागि र म भन्छु यहाँका डाक्टर, यहाँका अन्य जुन स्टाफहरू हुनुहुन्छ उहाँहरूको अब सेक्युरिटी, उहाँहरूको सुरक्षा, उहाँहरूको वृत्ति विकास, उहाँहरूको क्षमता विकास, उहाँहरूको अब जागिरको स्थायित्व भनेको अब प्रदेश सरकार भित्र आइसकेपछि प्रदेश सरकारले उसले जिम्मा लिनुपर्छ र प्रदेश सरकारले त्यसलाई सहयोग गरेर अगाडि बढ्नेछ र प्रदेश सरकार आउने दिनमा यो हस्पिटललाई एउटा मोडल हस्पिटलको रूपमा बनाउने प्रतिबद्ध छ। त्यसैले म आउने दिनमा यो हस्पिटल एउटा प्रदेशकै मोडल हस्पिटलको रूपमा डेभलप हुन्छ, किनभने प्रदेशको सबभन्दा अब राजधानीमा नै पर्ने हस्पिटल भएकोले राजधानीकै हस्पिटल यो पनि अब लथालिङ भत्ताभुङ अहिले बस्ने ठाउँ, पेसेन्ट आएपछि बरन्डामा र यस किसिमको अब हामी अब यसमा पनि सुधार गर्न सकेनौँ भने यो हाम्रो लागि दुर्भाग्य हुनेछ। तसर्थ प्रदेश सरकार यो हस्पिटललाई मोडल हस्पिटलको रूपमा बढाएर अगाडि बढ्छ र हरेक किसिमको सहयोग गर्नको लागि प्रतिबद्ध छ। यही प्रतिबद्धताका साथ म बिदा लिन्छु। धन्यवाद। अस्पताल के अंचल अस्पताल तो नहीं रहे, अंचल खारिज भए गेल छै। तेरा प्रदेश अस्पताल के रूप में प्रदेश टर्शियरी हॉस्पिटल के रूप में प्रदेश के एक नमूना विशिष्टकृत सेवा सहित के अस्पताल के रूप में प्रदेश सरकार के ये हॉस्पिटल के निर्माण करने के लिए सेवा पहुँचावा के भविष्य पहुँचावा के लक्ष्य के लिए ये हॉस्पिटल प्रदेश सरकार के हॉस्पिटल से 2 नंबर प्रदेश स्वास्थ्य के क्षेत्र में और शिक्षा के क्षेत्र में नेपाल के सबसे पिछड़ल प्रदेश। जब तक आदमी के नेक शिक्षा नहीं होते और स्वस्थ शरीर नहीं रहते तब प्रदेश के या देश के तरक्की को ना होते। और प्रदेश के विकास के लिए भी देश के विकास के लिए भी सबसे पहले आदमी के स्वस्थ होना जरूरी है और नेक शिक्षा के जरूरी है। तो स्वस्थ हो के लिए तो सिर्फ अस्पताल बनाना से नहीं होते, खान पान और आचरण में भी सुधार कर पड़ते। एक चेतना भी फैलना जरूरी है। बहुत सारा रोग से हम सब बच सके छे अगर खान पान में कनिक ध्यान दी तो।
और आचरण माने व्यायाम वगैरह भी हुई तो बहुत संख्या में रोग सब बदल जा सके छे। लेकिन आई चेतना के अभाव में आई रोग के संख्या या अन्य कई प्रकार के रोग सब के संक्रमण बढ़ रहा है। एकरा रोके के लिए चेतना की आवश्यकता और रोग लाग गेला के बाद अस्पताल और डॉक्टर की आवश्यकता। तो वही से बचाव के लिए हॉस्पिटल के एक निर्माण, हॉस्पिटल के व्यवस्थापन करो के कार्य के अगाडि बढ़ रहा है। एठाम 1 अरब 25 करोड़ के करीब करीब लागत में अत्याधुनिक एक मैटरनिटी हॉस्पिटल से अब निर्माण कार्य शुरू होते ये मैसेज जे छे किस दिन पहले भेटल रहे, किस प्राविधिक कारण से ढीला भेले है और वो बनते मोटू रोग के उपचार केंद्र के रूप में एकरा विकास करल जाए। ओहि के लेल सहयोग के लिए अन्य प्राविधिक अन्य सहयोग की चिंता नहीं करल जाए। वो गंगालाल हॉस्पिटल ओहि के लेल सहयोग करले तैयार है। लेकिन भौतिक पूर्वाधार के निर्माण या भौतिक संरचना के निर्माण तो अपने सहयोग कर पड़े ना। तो एक कार्य जैसे से प्रारंभ करिए दिल जाए। आइए से लगा दियो, सॉइल टेस्ट करे ला शुरू कर देता और नक्शा बनावे ला तैयारी कर दियो, है ना। और ये हॉस्पिटल के और जे छे ये जनकपुर अंचल अस्पताल के, है ना, अंचल हटी होते कोनो बात नहीं। एकरा जैसे से कोऑर्डिनेशन क्या दिल जाए, एकरा एक साथ समन्वय क्या आगाड़ी बढ़ाया तब कहते कि उम्र के साधन इमर उपयोग होता है, इमर का उम्र उपयोग होता है, वो आगाड़ी बढ़ते और यो आगाड़ी बढ़ते। एक अखन भाइयों रहा से कोऑर्डिनेशन, लेकिन एकरा और आगे जोड़ के बढ़ाया जाए। और इधर के इक्विपमेंट्स वो उधर पेशेंट उधर के इधर इक्विपमेंट सबके यूज भ सके आने वाला दिन में। तो एकरा कोऑर्डिनेट क्या करके एकरा समन्वय करके एकरा जैसे से विकास करल जाए। और ये विकास करे के लेल प्रदेश सरकार के और केंद्र सरकार के भी सहयोग हेबे करते। तो एक बहुत बड़का स्टैंडर्ड एक स्तरीय मोटू रोग संबंधित उपचार के केंद्र ही आई न सरने रोग वाला के चर्चा है तो सबसे बड़का संख्या है मोटू रोग के हार्टे के। बच्चा हो, जवान हो, वृद्ध हो, हर उम्र के लोग के ये रोग आए लाग रहा है। सबसे ज्यादा मोटू के बाद सबसे ज्यादा दोसर किडनी के देखा पड़ी और तकर बाद और सब अत्यधिक संख्या में किडनी और मोटू के रोग, यो एक चिंताजनक बात है। अब वो में सबसे ज्यादा संख्या 2 नंबर प्रदेश के, ये और चिंताजनक बात है। तो यही समाधान के लिए हॉस्पिटल उपचार के लिए बहुत महत्वपूर्ण महत्व के रखते महत्वपूर्ण केंद्र बनते। और अखनो उपचार शुरू से बहुत सारा गरीब गुर्जा के काठमांडू जाए पड़े थे, लेकिन अब काठमांडू के उपचार अठाम शुरुआत भ गए और आए वाला दिन में आधुनिक अस्पताल के रूप ही लेते एकरा अगाड़ी बढ़ के। और ये 2 नंबर प्रदेश वास्तव में बड़ा समस्याग्रस्त प्रदेश। साधन स्रोत अपन निजी प्रदेश के अपन स्रोत
बहुत कम से न्यून से। तई पर बरसात में बाढ़ एबे करते कारण से जे सब दिन के बचाव के लिए खाली बरखा में दौड़ कर राहत कते बांटत रहो, राहते नहीं बांटे पर ई स्थिति के बनाव पर वही के लिए सबसे पहले चूरिया संरक्षण जरूरी है। अगर चूरे में चूरिया संरक्षण नहीं भेले तो मधेश जैसे वो मरुभूमिकरण भए जाए, कोई रोक नहीं सके। चूरिया के संरक्षण के लिए वही ठाव के बसवास के अंत व्यवस्थित करे, वही रीजन में अन्य कार्य का रोका पड़। दोसर नदी के सफाई कर नियंत्रण करवे, दोनों साइड से नियंत्रण के लिए ला जाए। तेसर से कि बहाव के नदी के तो अपन गति हो ओकर बहाव के आगाड़ी बढ़ावा के लिए नेपाले टाके बस के बात नहीं छे। मित्र राष्ट्र भारत सरकार से भी बातचीत कह के पानी के जैसे अपन गंतव्य तक जाए के रास्ता भी ढूंढा पड़, तबे जाकर 2 नंबर प्रदेश के बाढ़ के प्रकोप से बचाल जा सके छे। बड़ा विचित्र से बाढ़ बरसात के समय में बाढ़ हेबे करते, जाड़ा हो तो शीतलहरी हेबे करे छे, आ गर्मी हो तो आग लगियो हेबे करे छे। तो सब के लेल एक दीर्घकालीन सोच और योजना बनाकर 2 नंबर प्रदेश के समष्टिगत तराई के बचनाई जरूरी है। प्राकृतिक रूप से पूरे तराई पहले तो राजनीतिटा के संकट रहे, हम सब राजनीतिक लड़ाई तो लड़त रही, लेकिन आप देखे बहुत से भयंकर संकट जैसे लोग के जीवन के रक्षा के संकट से संपत्ति और जीवन और पूर्ण मुल्क सब राजनीतिक दल नेता सबके एक सोच होना जरूरी है, ताकि प्राकृतिक प्रकोप से एक केना बचाल जाए और एक बचाव के स्थानीय तो या सरकार, प्रदेश सरकार, केंद्र सरकार लगायत के सबके एक कॉमन एक साझा धारणा बनाकर एक अभियाने चलाव पड़ते, चूरे बचाओ और मधेश के बचाओ। चूरे विनाश मधेश सत्यानाश ये जुड़ल छे और ये अत्यंत महत्वपूर्ण पक्ष। चूरिया के क्षेत्र में एहन कोनो कंस्ट्रक्शन नहीं हुई ताकि वो विनाश होए और मधेश मरुभूमि होए। केस कंस्ट्रक्शन सब आई और रहल छे, ओकरा रोकना जरूरी है। और ये अभियान में तराई के बौद्धिक वर्ग, युवा वर्ग सबके भी और नेता सब तो फुर्सत से कि नहीं से पता नहीं लागा पड़ते, बौद्धिक वर्ग के लागा पड़ते, पत्रकारिता जगत के लागा पड़ते, जे कि तराई के जीवन के जोगाव के लिए सूर्या बचाओ अभियान संरक्षण में लागा पड़े और तब एक बचाव के रास्ता खुलते और बचाल जा सके। और आई अपने सबके 2 नंबर प्रदेश के सरकार के मुख्यमंत्री लगा रक्षा कर। अगर बचलाहा जंगल समाप्त हो जाए तो आवे वाला पुस्ता के लेल मरुभूमिकरण भेल जमीन छोड़े के अलावा कुछ नहीं भेट रहा। ये अत्यंत महत्वपूर्ण है अखन बचलो जी के, तई पर भी ध्यान देवा पड़ते। और सबसे बड़ा बात हो केवल सरकारे करला से नहीं हो, सब काम सरकारे नहीं कर सके में हम सब जे नागरिक छे ओकर भी दायित्व छे। भारत में उत्तरांचल में और विभिन्न जगह में एक बार जंगल कटाई चलित रहे तो वहां के एक आंदोलन रहे चिपको आंदोलन, जे आदमी जनता जाए और पेड़ को पकड़ ले, कहले पेड़ों काट हम लोग काट पहले और तेना और मेडिसिन और अत्याधुनिक किट वैन के साथ जेठा डेली 10,000 के उपचार करल जाए तो 3 महीना तक कंटिन्यू चलल जा सके।
और सुरक्षा निकाय से बहुत महत्वपूर्ण भूमिका निभेले था। बाढ़ आते सब अपन वर्दी तर्दी राख के दौड़ल जनता के जोगावे। जखन हम सब सुतल रही तो सुरक्षा निकाय नेपाल आर्मी सशस्त्र जनपद जे जहां रहे सब दौड़ बचाव कर। लेकिन अब आवश्यकता से कि एहि तरह के परमानेंट राह विपद एबे करते तो ओकरा से केना बचाल जाए, एक परमानेंट व्यवस्था के लिए भी सोचना आवश्यक है, खास करके 2 नंबर प्रदेश के लिए। और यही के लिए भी हम सब योजना बना रहल छी। और पिकनिक बाल सब कहलखिन शिक्षा एवं स्वास्थ्य में अपना सब प्रदेश नंबर 2 सबसे बेसी पाछा छे। एकर कारण कतौ न कतौ अपना सब सेहोसी एकटा कहावत छै, रोग लागेर उपचार गराउन भन्दा राम्रो रोग नलाग्न दिनु नै हो। त अवश्य भने अपना सब क्या एहन काम करी जैसे रोगे नहीं लागे, खान पान में ध्यान दी, व्यायाम निरंतर रूप से करी, तखन जाकर अवश्य प्रदेश नंबर 2 में से हो बहुत सुधार आब के संभावना छै। चलो कार्यक्रम अगाडि बढ्दै छ। अब कार्यक्रम अगाडि बढाउँदै अब हाम्रो अन्तिममा हाम्रो आजको यस कार्यक्रमको सभापति शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक डाक्टर ज्योतिन्द्र शर्मा ज्यूलाई हार्दिक आग्रह गर्दछु। यस शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखा समुद्घाटन समारोह का प्रमुख अतिथि माननीय उप प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मंत्री श्री उपेन्द्र यादव जी, 2 नंबर प्रदेश प्रमुख श्री माननीय श्री रत्नेश्वर लाल कायस्थ जी, विशेष अतिथि माननीय मुख्यमंत्री प्रदेश नंबर 2 श्री मोहम्मद लाल बाबू राउत जी, मलाई माफ गर्नु होला, यहाँ प्रदेश मन्त्रीज्यूहरूको सिक्वेन्स केही गरी तलमाथि पर्न गएछ अथवा तलमाथि परेछ भने मलाई माफ गर्नु होला। म चाहिँ ट्रुली प्रोफेसनल हुँ, अलि पोलिटिक्समा धेरै इन्ट्रेस्ट नभएको हुनाले मलाई कहिलेकाहीँ अप्ठ्यारो हुन्छ। माननीय सामाजिक विकास मन्त्री प्रदेश नम्बर 2 श्री नवल किशोर यादवजी, अतिथि माननीय अर्थमन्त्रीज्यू, अतिथि माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री प्रदेश नम्बर 2 ज्ञानेन्द्र यादवज्यू र सम्पूर्ण माननीय मन्त्रीज्यूहरू प्रदेश नम्बर 2, अतिथि नगर प्रमुख जनकपुर उपनगर पालिका श्री लाल किशोर यादवज्यू, उपमेयरज्यू लाल किशोर शाहज्यू, सरी आम सरी हजुर, लाल किशोर शाहज्यू, ओके, प्रदेश सांसदज्यूहरू, प्रमुख जिल्ला अधिकारीज्यू, सुरक्षाकर्मी अधिकारीज्यूहरू, सम्पूर्ण निर्वाचित जनप्रतिनिधिज्यूहरू, समाजसेवी महानुभावहरू, प्रदेश स्वास्थ्य निर्देशक डाक्टर प्रमोद यादवज्यू, जनकपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नागेन्द्र प्रसाद यादवज्यू, जनकपुर शाखाका प्रमुख डाक्टर राजेश शाह, पत्रकार मित्रहरू, सम्पूर्ण चिकित्सक साथीहरू, नर्स तथा स्वास्थ्यकर्मी साथीहरू, यस शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरू, भद्र महिला तथा सज्जनवृन्द, अ भेरी गुड मर्निङ एन्ड नमस्कार। नेपालमा दिनदिनै बढ्दै गइरहेको मुटु रोगीहरूको निदान, उपचार तथा पुनर्स्थापनाको लागि विक्रम सम्वत 2052 सालमा असार 26 गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको स्थापना भएको हो। विगतका 24 वर्षमा यस केन्द्रले मुटु रोगको उपचारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको छ। यस राष्ट्रका नागरिकले देशैभरि आफ्नै ठाउँमा मुटु रोग सम्बन्धी उपचार सेवा पुर्याउने उद्देश्यका साथ कम्तीमा प्रत्येक प्रदेशमा एउटा शाखा विस्तार गर्ने लक्ष्यका साथ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पहिलो शाखाको रूपमा यस जनकपुर शाखाको सुरुवात गरिएको हो। आज
पहिलो शाखाको समुद्घाटन माननीय उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री श्री उपेन्द्र यादवज्यूबाट गराउन पाउँदा हामी गौरवान्वित भएका छौँ तथा उहाँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ। मलाई यो शाखा जनकपुरमा खोल्ने भन्दा धेरै साथीहरूले क्वेसन गर्नुभएको थियो, जनकपुर नै किन गर्नु पर्यो, देशभरि यत्रो ठाउँ छन् भन्दाखेरि हाम्रो डेटा सेन्सस चाहिँ गङ्गालालको हेर्ने हो भने यो प्रदेश नम्बर 2 बाट त्यो पनि सबैभन्दा बढी धनुषा महतोरी एरियाबाट सबैभन्दा बढी बिरामीहरूको चाप छ र सबैभन्दा कम मुटु सम्बन्धी सेवा पनि यही ठाउँमा छ। मलाई धेरैले भने जनकपुरमा काम गर्न अलि गाह्रो होला नि, त्यो अप्ठ्यारो ठाउँ छ। मैले भने अप्ठ्यारो ठाउँ या सजिलो ठाउँ भनेर हुँदैन, जहाँ सेवा सबैभन्दा बढी चाहिन्छ सेवा त त्यहीँ दिनुपर्छ। त्यो उद्देश्यका साथ हामीले यहाँ शाखा सुरुवात गरेका हौँ। अर्को कुरा चाहिँ साथीहरूले के भन्नुभयो, बहिरङ्ग सेवा सुरु गरेर के हुन्छ, इन पेसेन्ट सहितको ठुलो बिल्डिङ बनाउनुहोस्, एकैचोटि सबै सेवा सुरु गर्नुहोस् भनेर भन्नुभयो। यो हामीले एकैचोटि जम्प गर्न नखोजेको कारण पनि के हो भने पहिला सानो सेवाबाट सुरु गरौँ, बहिरङ्ग सेवाबाट सुरु गरौँ। कमसेकम जुन ठाउँमा नर्मल इकोकार्डियोग्राम मुटुको भिडियो एक्सरेको सेवा समेत छैन त्यो ठाउँमा कमसेकम हामीले अहिलेको बिरामीहरूलाई ओपिडी सेवा दिन सकौँ, नयाँ पेसेन्ट आइडेन्टिफाई गर्न सकौँ र कमसेकम रेफर मात्रै गर्न सक्यौँ भने पनि सहयोग चाहिँ यहाँको जनतालाई हुन्छ। प्लस जनकपुर अञ्चल अस्पतालको इमर्जेन्सी तथा इनपेसेन्टको थ्रु हाम्रै कार्डियोलोजिस्टहरूले सेवा प्रदान गर्न सक्ने अवस्थालाई मध्यनजर गरेर हामीले सानो सुरुवात गरेका हौँ। तर यो अन्त्य होइन, अघि उपप्रधानमन्त्रीज्यूबाट निर्देशन भइसकेको छ, यही ठाउँमा यही जमिन जनकपुर अस्पतालले हामीलाई हस्तान्तरण गरिसकेको छ। हामी प्रादेशिक सरकार र सङ्घीय सरकारको सहयोगमा यहाँ अत्याधुनिक गङ्गालाल बाँसबारी सेन्टरमा जुन किसिमको अत्याधुनिक भवन छ, जुन सेवा छ, त्यसैलाई यहाँ डुप्लिकेट मात्रै गर्ने होइन, त्योभन्दा राम्रो बनाउने कोसिस गर्नेछौँ। हाललाई बहिरङ्ग सेवाबाट सेवा दिन सुरु गरेकोमा आउँदो 3 वर्षभित्र आकस्मिक तथा अन्तरङ्ग भवन यही कार्यक्रम भइरहेको जमिनमा निर्माण गरी सेवा सञ्चालन गर्ने योजना रहेको छ। म जनकपुर अञ्चल अस्पताल तथा प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नागेन्द्र प्रसाद यादवज्यूलाई यो जग्गा हामीलाई उपलब्ध गराइदिनु भएकोमा हृदयदेखि धन्यवाद दिन चाहन्छु। 2075 साल माघ 15 गते अनौपचारिक रूपमा सुरु गरिएको हाल यस केन्द्रमा ओपिडी सम्बन्धी सम्पूर्ण सेवाहरू रहेको जानकारी गराउन चाहन्छु। विशेषज्ञद्वारा मुटु परीक्षण, इसिजी, एक्सरे, एकोकार्डियोग्राम, एबिपी, हल्टर, टिएमटी, ल्याब लगायतका सम्पूर्ण सेवाहरू यस ओपिडीमा उपलब्ध छन्। हाल सानै ठाउँबाट सेवा सुरु गरिएको तर आउने चुनौतीहरूलाई पार गर्दै यस केन्द्रलाई विकास तथा विस्तार गर्दै बाँसबारी स्थित गङ्गालालको केन्द्रीय अस्पताल जस्तै बनाउन सकिन्छ र बनाउने छौँ भन्नेमा हामी प्रतिबद्ध छौँ। यसमा नेपाल सरकार, सङ्घीय तथा प्रदेश सरकार दुवैको सहयोगको लागि अहिलेसम्मको सहयोगको लागि धन्यवाद दिँदै भविष्यमा अझै बढी सहयोगको अपेक्षा राखेका छौँ। हाल अन्तरङ्ग अघि मैले भने जस्तै अन्तरङ्ग विभाग नभए तापनि जनकपुर अञ्चल अस्पतालसँग समन्वय गरी इमर्जेन्सीमा आएका बिरामीलाई, हृदयघात जस्ता बिरामीहरूलाई यस शाखाका चिकित्सकहरूले उपचार प्रदान गरिरहेका छन्। आइसियु तथा वार्डका बिरामीहरूलाई नियमित उपचार प्रदान गरिरहेका छन्। जनकपुर अस्पतालमा भर्ना भएका सम्पूर्ण मुटु सम्बन्धी बिरामीहरूलाई हामीले सक्दो उपचारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। साथै विगतमा चाहिँ यस शाखाको सञ्चालनमा अझै बढी सहयोगको आशा गर्दछौँ तथा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। अलिकति हामीलाई यहाँको फोहोर व्यवस्थापनले अलिकति समस्या भएको छ। नगर प्रमुख पनि यहीँ हुनुहुन्छ र अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट पनि यहीँ हुनुहुन्छ। त्यो जहाँनिर चाहिँ गाइनी हब्सको बिल्डिङ बन्ने भन्ने ठाउँ छ, त्यहाँ अलिकति फोहोर भएको हुनाले हामी कहाँ अलिक गन्ध आउँछ हावा चलेको बेलामा। त्यसको व्यवस्थापन उचित गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। 2074 साल वैशाख 19 गते जनकपुर अस्पताल शहीद गङ्गालाल राष्ट्रिय हृदय तथा स्वास्थ्य मन्त्रालय त्रिपक्षीय सम्झौता भई नेपाल सरकारद्वारा आर्थिक वर्ष 2074-75 मा रु 3 करोड विनियोजन गरिएको थियो। तर उक्त रकम चालु शीर्षकमा विनियोजन गरिएको रहेछ र साथै मन्त्रालयमा अन्य समस्याहरूले गर्दा
अर्थ मन्त्रालयबाट रकमान्तर भई हामीलाई जम्मा 2075 साल वैशाख 12 गते मात्र हामीलाई रकमको अख्तियारी पाएका थियौँ। 75 सालको वैशाख 12 गते अख्तियारी पाए तापनि त्यसका बावजुद सोही आर्थिक वर्षमा भवन निर्माण सुरु गरी 2075-76 को मङ्सिर महिनामा भवन सम्पन्न गर्नुका साथै 5 महिनाभित्र भवन सम्पन्न गर्नुका साथै आवश्यक उपकरणहरू टेन्डर प्रक्रिया मार्फत खरिद गरी माघ 15 गतेदेखि सेवा सञ्चालन गर्ने सकिएकोमा म गौरव महसुस गर्दछु। यस सम्बन्धमा जग्गा उपलब्ध गराउन तथा अन्य सहयोगको लागि तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष डाक्टर बलराम मिश्रज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु। यो जग्गा हामीले पाउन हामीलाई साह्रै गाह्रो भएको थियो, उहाँको विशेष पहल भएको थियो, त्यसको लागि उहाँलाई धन्यवाद दिन चाहन्छु। हालसम्म अघि डाक्टर राजेश जनकपुर शाखाका प्रमुख हुनुहुन्छ, उहाँले चाहिँ हालसम्म भएका सेवाहरूको विवरण दिइसक्नुभयो, तैपनि म एकचोटि त्यसलाई स्मरण गराउन चाहन्छु। हामीले अहिलेसम्म करिब 4000 बिरामीको परीक्षण गरिसकेका छौँ र करिब 1000वटा जति एकोकार्डियोग्राम र अन्य सेवाहरू ल्याब टेस्ट अरू करिब 900वटा गरिसकेको जानकारी गराउन चाहन्छु। अन्त्यमा अत्यन्तै व्यस्त समयका बावजुद हाम्रो हौसला बढाउन यो कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरी भवन उद्घाटन गरिदिनु भएकोमा म माननीय उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीजीलाई पुनः धन्यवाद ज्ञापन गर्न चाहन्छु। साथै विशेष अतिथिज्यू सम्पूर्ण अतिथिहरूलाई यस सभामा उपस्थित भइदिनु भएकोमा धन्यवाद दिन चाहन्छु। केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक तथा कर्मचारीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। जनकपुरमा बसेर सेवा प्रदान गर्न तयार हुनुभएकोमा म हृदयदेखि उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। यो देशको 2 जना नौजवान र चाहिँ भविष्य राम्रा भएका 2टा कार्डियोलोजिस्टहरूले जनकपुरमा आएर आफ्नो कार्यथलो बनाउनुका साथै अन्य नर्सदेखि लिएर अन्य स्टाफहरूले आएर यहाँ काम गरिदिनु भनेको मेरो लागि र केन्द्रको लागि मात्रै नभएर जनकपुर र यो राष्ट्रकै लागि गौरवको विषय हो। म उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु र यस कार्यक्रम छोटो समयमा आयोजना गरिएकोमा यसमा केही भूल भएमा म केन्द्रको कार्यकारी निर्देशकको हैसियतले क्षमा याचना गर्दछु र यहाँहरूलाई पुनः धन्यवाद दिँदै यो सभा पनि विसर्जन गर्दछु। धेरै धेरै धन्यवाद। आफ्नै स्थानमा एकछिन मात्रै बसिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछु। अवश्य पनि हामी एकदम भाग्यशाली छौँ। प्रदेश नम्बर 2 मा आज यस शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको स्थापना भइसकेको छ र सम्पूर्ण अतिथिहरूलाई पनि धन्यवाद दिँदै आजको यस कार्यक्रमको उद्घोषिका म स्मृति मिश्र पनि यही बिदा चाहन्छु। नमस्कार, धन्यवाद। हाम्रो खाजाको बक्स यही भित्र वितरण हुनेछ। केही बेर वेट गरिदिनु होला प्लिज।